हेलो साथीहरू, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म माछा मेरो तरकारी पकाएको भिडियो लिएर आउँदैछु। यो चाहिँ फ्रिजरमा थियो, भिजाएर मैले तातो पानीमा भिजाएको छु। त्यस पछाडि यो सागहरू हिजो किनेर ल्याएको हो, यसलाई केलाएर राख्नु पऱ्यो भनेर। यो पटुवाको साग र लट्टेको साग छ, यसलाई केलाएर राख्नु पऱ्यो, अलिकति चाहिँ पकाउनु पऱ्यो भनेर। त्यस पछाडि भिजाएको माछालाई म मजाले सफा गर्नेछु, धुनेछु। यो माछाको नाम चाहिँ के हो थाहा छैन, मिठो छ, लास्टै मिठो छ, तर यति धेरै काँडा छ नि साथीहरू। अब यसलाई म मसला लगाउँदैछु। यो चाहिँ कलर खुर्सानी, बेसार, मसलादागी र नुन, दही हाल्छु अनि यसलाई मोलेर एकछिन छोडिदिन्छु। त्यस पछाडि यसको लुक्स चाहिँ यस्तो भयो। अब यसलाई म प्यान तताएर तार्छु होइन, डिप फ्राई गर्छु, मजाले डिप फ्राई गरेर। अनि यसको हड्डी धेरै छ, भरसक अलिअलि हड्डी चाहिँ चबाएर खानु सक्ने भनेर डिप चाहिँ म फ्राई गर्नेछु। हेर्नु न, म पर बसेर डिप फ्राई गरिरहेछु, नत्र तेल पर्छ नि त, डराउँदै हालिरहेछु। जम्मा 10 पिस रहेछ, 5 पिस पहिला हाल्नु पऱ्यो सेकेन्ड लटलाई भने। अनि यता फेरि साग पकाउनुलाई लसुन, मेथीको धुलो र खोर्सानी डढाउँदैछु। साग पनि पकाउँदै गर्नु पऱ्यो भनेर साथीहरू। साग चाहिँ मैले केलाएर धुएर राखेको छु। यति धेरै देखियो साग चाहिँ। अनि मैले फेरि टमाटर हालेँ, त्यतिमै नुन हालेँ, किनभने अहिले टमाटर पाक्दैन, साग पाकिहाल्छ नि त। त्यही भएर यता माछा पनि फ्राई भइसक्यो एकचोटि चाहिँ। कालो देखियो तर मैले ट्राई गरेको लास्टै मिठो छ यो माछा, तर काँडा धेर छ क्या। मेरो डर हेर्नु मेरो अनुहारमा। मिठो छ माछा तर डराउँदै खाइरहेको छु क्या मैले। देख्नु सक्नुहुन्छ मुखमा काँडा आइसक्यो यत्रो बडा। तर मिठो हुन्छ माछा चाहिँ, तर कुन माछा हो थाहा भएन साथीहरू। हेर्नु, खाँदै पकाउँदै गरिरहेको छु म चाहिँ, डराउँदै खाँदैछु। डर छ मेरो अनुहारमा, देख्नुहुन्छ तपाईँहरूले, काँडा धेर छ नि त, त्यही भएर। त्यस पछाडि मेरो साग चाहिँ पाकिसकेको छ। हेर्नु, त्यति धेरै साग थोरै भयो। हेर्नु, मैले हड्डी माछाको काँडा कति खाइसकेको छु त भनेर। हेर्नुहोस्, यति धेरै पनि खाँदैछु। मलाई चाहिँ डिप फ्राई गरेकै माछा मनपर्छ। हेर्नु, काँडा त थोरा आउँदैन, पिस यत्रु केस्रा केलाउनुपर्छ। हेर्नु न काँडा, त्यो भित्रको कति धेरै हड्डी कि काँडा के भन्नुहुन्छ तपाईँहरू। मैले चाहिँ काँडा भने। लास्टै हुन्छ यसमा चाहिँ। झन् मलाई चाहिँ खाँदैछु। मैले कति धेरै खाएँ डिप फ्राई गरेर। मैले सुप चाहिँ थोरै मात्रै हाल्नेछु, त्यत्तिकै 4-5 पिस त खाइदिएँ होला मैले। अनि के डराउँदै खाँदैछु। अब त्यो सुप हालेर खानु सलुनमा लगेर छिटो खाना खानुपर्छ। यो केलाएर खानु सम्भवै छैन। यो डिप फ्राई गरेको चाहिँ मैले यसरी खाइदिएँ। तपाईँहरूलाई कोलाई माछा मनपर्छ भन्नु, मलाई लास्टै मनपर्छ, तर यो धेरै काँडा भएको परेछ कि यो चाहिँ। त्यस पछाडि मैले यता माछाको लागि टमाटर, प्याज, अदुवा, लसुन ग्रेन्ड गरेको। यो कालो चाहिँ के हो भन्नु होला। मैले चाहिँ यो तोरी भुटेर अनि पिसेको थिएँ, त्यही भएर कालो देखेको। त्यसलाई मजाले पकाएर यसको लुक चाहिँ यस्तो भयो। मजाले पकाएपछि चाहिँ मजाले पाक्यो। त्यसपछि यसलाई रस हालिदिएँ मैले थोरै एडिट गरेर अलिक छोटो भिडियो राखेँ, त्यही भएर यसलाई सुप हालिदिएँ। मजाले पाकेपछि टमाटर र प्याजको पेस्टलाई, त्यस पछाडि माछा लगाइदिएँ। हेर्नु, त्यति धेरै माछा थियो, यति मात्रै रस हालेको चाहिँ मैले यो भोलिको लागि र अहिले खानासँग खानुको लागि मात्रै। त्यस पछाडि धनियाँ हालिदिएँ मैले माथिबाट। यसको लुक्स चाहिँ यस्तो देखियो साथीहरू। मेरो तरकारी चाहिँ रेडी भइसक्यो। आजको माछा करी चाहिँ यति नै। बाई बाई। आजको भिडियो